हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरू सबैजनालाई न्यू डे न्यू भ्लगमा फेरि पनि स्वागत छ। म त बाटोदेखि भ्लग गर्दै जाँदैछु। साथी आइरहेको छ, त्यही भएर भेट्नु जाँदैछु। त्यतैबाट क्लास पनि जान्छु। सपना चाहिँ आउँदैछ। जिताले मलाई फोन गरेको छ छिट्टै आइज भनेर। त्यही भएर छिटो जाँदैछु। अन्त भल म तलै पुगेर एकैचोटि देखाउँछु, हेर्दै गर्नुहोस्। A few moments later. म चाहिँ आइपुगेँ हो, अब त्यसलाई हेर्छु कहाँ छ भनेर। कहाँ छ भनेर चाहिँ ए ऊ पारा रहेछु, हात हल्लाउँदैछु पारा रहेछु त। देखेँ बल्ल बल्ल आइज बाहिर। यता आइज न, अन्त यहाँ आइज न। अस्ति बदमा र म आउँदाखेरि खानु त्यतिखेर भइहाल्यो थिएन नि त। मलाई के ल्याइदिन्छ अरे जिता? हेलो भन्छ यहाँ। हेलो खाइहाल छिटो, गम कि गम खाइहाल। अब मलाई केक ल्याएछ, म त कहाँ घरमै लगेर खान्छु। झलमुरी खानु आइज न, मेरो छातामा हाल्नुपर्छ नि। खोइ थाहा त त्यही। ए जिता यो पनि लगेर चाहिँ के यो भक्त मामालाई ला, म त आज जाँदैन त, म सन्डे घर जान्छु। के भयो? ला तर पनि लगेर चाहिँ अब ल्याइदिँदै सक्यो। किन? हामी सन्डे फेरि आउनुपर्छ नि त। केसको? सन्डे मात्रै जान्छु म। ए कुर्ता पनि देख्न पर्छ त। किन यहाँ त आज पानी छैन? आएको त म त कोट गइरहेको छु। किन? कहिले आएको त्यहाँबाट पसिना भयो म त। क्रिस्टल फुड उयो रासन कार्डहरूको कि फुड एन्ड सप्लाई भएन, बन्द रहेछ आज फेरि। के को बन्द? आज सबै बन्द रहेछ। आज अफिसहरू पनि छुट्टी छ। आज यहाँ त खाली रहेछ। तर हामी झ्यालमुरी खान आँटेको। तेरो पो दामी कलर भइसक्यो त जिन्सी। के झ्यालमुरीको? झ्यालमुरीको मेरो त मिठो पाउँछ नि। खाइसकेर 5 minutes later. के अब जानुपर्छ? कहाँ ऊ जिता छ नि? अब क्लास जानुपर्छ। बाई बाई जिता, राम्ररी जाला। अब त्यही सामान हाल्नु पऱ्यो नि। यो त जाँदैन। अब त्यो सामान हालेर घर जान्छु। फुल अब सन्डे खुल्ला छ भने चाहिँ सन्डे बन्द हुन्छ। फुल दोकान बन्द हुन्छ। तिर पनि बेच्दो रहेछ नि अहिले त। ऊबाट जान बरु। अहिले त उता 10 रुपियाँको दाम। ल बाई बाई। सधैँ हामी पनि त यतै जान्छ। हिँड्नु यताबाट हामी त्यही सामान हालिसकेर लड्छ। अब त्यही क्लास जाँदैछ हो। जिताहरू पनि गयो। यहाँ त्यही ठाकुरबाडी मन्दिर। पुरा गरम भयो। जिता हौ। गीता ए रिपन्थी गीता भनेको। गीता अर्को कलेजको हाम्रो साथी होइन लाभाको ऊ चाहिँ कलेजको कि। ए म चाहिँ गीता, तिमी अर्को गीता भनेको तिमीले। ए त्यो त उयो हो, के भन्छ उता छ नि, सम्झना दिदीको बहिनी। म त गीता भन्दाखेरि त कलेजको गीता पो भन्ने। त्यही क्लास पुगेँ। अब एकैचोटि क्लास सकेर भेट्छु तपाईँहरूलाई है। अब त्यही क्लास सकेर घर जाँदैछु हो। धेरै दिन बाद अब पन्दी पनि आइपुगेको छ। सेविकाको च्यानलमा तपाईँहरू सबैलाई वेलकम छ। कति धेरै महिना बाद फेरि पन्दी आइपुगेको छ। सेविकाको भ्लगमा मेरो धेरै दिन बाद दर्शन भएको छ। कति महिना कति भयो? धेरै भयो। कति भने लास्ट गरिदियो कहिले थाहा पनि छैन है। यही वर्ष आएको जस्तो छ त। होइन बिचमा आएको थियो है। अब चाहिँ हामी घर गएको पन्दी फेरि माथि खिचिहाल्छ। सेट लाइफ। अब फेरि कुन दिन हामी सबै साथीहरू भेट्नुपर्छ हो। भेट्नुपर्छ त्यो भन्छ, तर केही न केही काम भएर भेट्नु पाउँदैन नि त है। यहाँबाट जानुपर्छ। अब दुईजना त्यो तल आउँदैछ। के भयो रुबिना? साह्रै अल्छी लाग्यो। के अरे?
भयो भयो भन्दैछ बाई बाई मन्डे भेटौँ ल यता हेर न हाँसीमाया यहाँ छ न पन्दी बाई बाई मन्डे भेटौँ माया दिनुहोस् अनि मलाई पनि ल बाई बाई जाऊ ल अब यहाँदेखि सबैजना छुट्टिन्छ पन्दी पनि गयो रुबिना पनि गयो अब हामी दुईजना चाहिँ यो उकालो जानुपर्छ बिहानभरि पानी पर्यो पर्यो अहिले त फेरि घाम लागेर हो आज हामी ढिलो सक्यो नि क्लास पनि कति बज्यो 2 बज्न लागेको छ यहाँनिर अब त्यही जाँदैछ घर हो सपना चाहिँ अझै म भन्दा माथि जानुपर्छ यस्तो अझै माथि पुग्नुपर्छ है सपना मेरो घरभन्दा उसको घर अझै माथि छ भन्नु खोजेको है अझै माथि पुग्नु छ यो सपनाले के भन्दैछ यहाँनिर माथि होइन नि अब अझै माथि जानु छ भनेको नि बिहानभरि पानी परेर त्यस्तो दामी देख्छ है तर आफ्टर रेन चाहिँ दामी हुन्छ है तर गाइस गरम भयो पुरा हेर्नुहोस् कस्तो दामी भइरहेको छ ए अब त्यही सपनाको लप्सी खाने टाइम आउँदैछ झरेर दाना मात्रै भएछ त सपना दाना मात्रै भएछ त कलिलो भएर होला है यी लप्सीको बोट हामी त अब क्लास सक्न आँटेको छ हो कति पनि छैन अर्को महिना लास्ट हो यो बाटो पनि कति छैन हिँड्नुपर्ने दिन धेरै यही बाटो हिँड्छ हामी त है सपना गरम भएर अब त एकैचोटि यो बाटो नसकोस् जस्तो लाग्छ मलाई किन शीतल आधी बाटोमा त यहाँ उहाँनिर कस्तो घाम आउँछ यहाँ त फेरि हिलोले अलिक गाडीहरू त क्याचाकै पारिदिन्छ है म त्यही अघि घर आइपुगिसकेर बसिरहेको छु हो अन्त यहाँनिर त्यही यिनीहरू 3 जना भर्खर खेलेर यिनीहरू पनि यहाँ बसिरहेको छ अन्त यो भिडियो पनि यहीँसम्म थियो बाई बाई सी यु इन द नेक्स्ट भ्लग